हेलो गाइस, गुड मर्निङ जर्मनीबाट। मेरो आज यहाँ स्नो पऱ्यो भनेर बाहिर निस्केको फोटो खिच्नलाई अनि भिडियो गर्नलाई पनि। तपाईँले देख्न सक्नुहुन्छ यस्तो चारैतिर आज माथि रुखहरू पुरै, रुखमा एउटा पात छैन, यतातिर चाहिँ अलिअलि पात रहेछ, तर धेरै जस्तो रुखहरूमा चाहिँ पातहरू सबै झरिसक्यो अनि त्यही स्नो मात्र छ अब त्यहाँ। अनि हामीहरू त्यही लहर लहर हिँड्दै अब जङ्गल अलिकति एउटा सानो पार्क जस्तो त्यो पार्कतिर चाहिँ अब घुम्नु जाने, त्यहाँ हेर्ने के कस्तो रहेछ भनेर। अनि त्यसपछि अब देखाउँला अगाडिको भिडियोमा चाहिँ है त। यो चारैतिर स्नो बाटो पुरै यस्तै हिलो भइसक्यो। एउटा सानो पुल बाटोको बिचमा, यो पुलबाट चाहिँ अर्को पुल पनि देख्न सकिँदो रहेछ। राम्रो छ यहाँ यो ठाउँ चाहिँ। आज चाहिँ एकदम राम्रो भयो, मौसम खतरा दामी देखियो। अब हामीहरू आयौँ यो ठाउँ हेर्नु सक्छ पुलको मुनि। आज त एकदम अर्कै छ दुनियाँ नै, संसार। यो चाहिँ जङ्गल त्यहाँको, यो त के भन्छ अरे हेभनमा जस्तै भयो आज त। यस्तो दामी ठाउँ त, कस्तो दामी, यस्तो कहिले पनि देखेको छैन यो ठाउँमा। यसको लागि त पहाड चढ्नै पर्दैन, आज त यहीँ देखियो सबै पहाडको। यो हो नि त पारा। कहिलेकाहीँ चाहिँ यस्तो रमाइलो नै हुन्छ। चारैतिर स्नो, आइस, कसको जुत्ता झुन्ड्या रहेछ त्यहाँ चाहिँ। यस्तो दामी छ आज। तपाईँहरूले हेर्न सक्नुहुन्छ यो डाँठ माथि भएको आइस, स्नो जमेर बसिरहेको छ यसमा। मान्छेहरू यस्तो भने साइकल चलाउँदै हिँडिरहेको। के भन्ने अब यसलाई, यस्तरी बसेको छ सबै स्नोहरू, त्यही भएर चाहिँ अर्कै खतरा देखिरहेको छ यो त। यस्तो छ टिङ 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 झर्दैन त। गाइसहरू यहाँ हेर्नुहोस्, यस्तो राम्रो ठाउँ छ यो। ओहो, यो त हेभनभन्दा कम छैन यार। आज त दामी नै भयो, अति भयो आज त, एकदम खतरा भयो आज। चिसो पनि चिसो नै छ, तर त्यस्तो साह्रो चिसो होइन। स्नो हेरेर चाहिँ एकदम चिसो जस्तो फिल हुन्छ, लाग्छ, तर चाहिँ त्यस्तो चिसो छैन। पुलमा चाहिँ यो के भन्छ यसलाई, हाँस, यिनीहरू चाहिँ टन्नै यहाँ भइरहेको हुन्छ जहिले पनि। आज पनि रहेछन् चिसो पानीमा, खै कसरी बस्न सक्छन् यिनीहरू यार। रमाइलो छ यिनीहरूलाई चाहिँ, पानीमा पानीको लहरसँग स्विम गर्दै बसिरहने यिनीहरू।
अनि त्यसैको छेउतिर चाहिँ यहाँ एउटा सानो तलाउ जस्तो छ, तलाउ के भने पानी जम्मा भएर बस्ने ठाउँ। त्यसमा चाहिँ आज स्नो अनि यो चिसो भएको भएर चाहिँ पुरै जमेर बसिरहेको। यो चाहिँ एउटा सानो बाटो जङ्गल जस्तै टाइपको छ। यो चाहिँ उता मेन रोडतिर निस्किन्छ। यो चाहिँ हाम्रो घर जाने बाटोतिर निस्किन्छ यो ठाउँ।